मधेसवाणी कार्यक्रममा आज हामीसँग हुनुहुन्छ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव मनिष मिश्र। सर्वप्रथम मैले कार्यक्रममा स्वागत गरौँ। स्वागत छ नि कार्यक्रममा। धन्यवाद। हजुर, जसरी अहिले आसन्न प्रतिनिधि सभा चुनावका लागि अहिले विभिन्न तयारीहरू घोषणाहरू भइरहेको छ। खास गरी उम्मेदवारहरूको सिफारिसहरू भइरहेको छ। तपाईँको अब सर्लाही 4बाट तपाईँको सिफारिस भएको छ, तपाईँको एकल सिफारिस भयो। कतिको तयार हुनुहुन्छ चुनाव लड्न? ठिक छ, म तयार छु। पार्टीले पनि पूर्ण रूपले चुनावको पक्षमा छ, निर्णय गरिसकेको अवस्था छ। र सर्लाहीबाट पनि एकल नाम तपाईँले भने जस्तै एकल नाम आएको छ। हामी पूर्ण रूपमा तयार छौँ। र यो चुनावी तयारी खास गरेर क्षेत्रको बारेमा म प्रत्येक वडाहरूमा पुगेको अवस्था छ, प्रत्येक क्षेत्रका प्रत्येक पालिकाहरूमा पुगेको अवस्था छ। जनताहरूमा पूर्ण रूपले उत्साह छन् र जनताहरूको उत्साह हेरेर मलाई पनि एउटा किसिमको उत्साहित भएको अवस्था छ। म काफी उत्साहित छु। म पूर्ण रूपेण भनौँ न चुनाव नतिजा त म भन्न मिल्दैन, तथापि राम्रो अवस्थामा छु। कतिको चुनौती महसुस गर्दै हुनुहुन्छ? जसरी कि जुन क्षेत्रबाट तपाईँको नाम प्रस्ताव भएको छ त्यहाँ लगातार 3 पटकदेखि एकजना एकल अहिलेसम्म जित्दै आउनुभएको छ, माननीय डाक्टर अमरेश कुमार सिंह। उहाँसँग तपाईँले प्रतिस्पर्धा गर्न कतिको चुनौती अथवा आफूले कतिको तयार भएको महसुस गर्दै हुनुहुन्छ? यस्तो छ, हेर्नुहोस्, राम्रो पक्ष के छ भने नि त्यो क्षेत्रको अहिलेसम्म जति उम्मेदवारहरूको नाम मैले सुनिरहेको छु, हुन त फाइनल हुन सबैको बाँकी नै छन्। त्यो फाइनल भनेको नोमिनेसन पछि थाहा हुने कुरा हो। तथापि अहिलेसम्म जति नामहरू आइरहेछन् सम्पूर्ण उम्मेदवारहरू टेस्टेड भइसकेका छन्। कोही एकचोटि चुनाव जितेका छन्, कोही 2चोटि जितेका छन्, कोही 3चोटि जितेका छन्, कोही कसै घर परिवारबाटै धेरै निर्वाचित भएको अवस्था छ। र विगतमा पनि धेरै ठाउँहरूमा खास गरेर मन्त्री मान्य भइसकेको अवस्थाहरू छन्, होइन? त्यही भएर त्यहाँको जनसमुदायले पनि सबैलाई हेरिसकेका छन्। सबैले गरेका बाचाहरू, सबैले गरेका कामहरू, सबैले बोलेका कुराहरू, कति साँचो हो, कति झुटो हो, कतिले कति पुरा गरे, सबैले हेरिसकेको अवस्था छ। र म आजसम्म अहिले पार्टीको महासचिवको हैसियतमा छु। पार्टीको साधारण सदस्यदेखि अहिलेसम्म महासचिवको हैसियतसम्म आइपुग्दासम्म मैले जति कामहरू गरेँ, बोल्नुभन्दा बढी मैले काम गरेर देखाएको छु। मेरो बारेमा तपाईँ क्षेत्रमा गएर कुरा गर्नुहुन्छ भने जनताहरूले आफै बोल्छन्, चाहे त्यो मेरो पालिकाको जनताहरू होस् या अरू पालिकाहरूको जनताहरू होस्। त्यहाँ 7वटा पालिका अहिले पर्छन्। 7वटा पालिकामा के भन्छ, गोरिता नगरपालिका भयो, बल्दा नगरपालिका भयो, मेरो आफ्नै रामनगर गाउँपालिका भयो, धनकौल गाउँपालिका भयो, जसका सम्पूर्ण वार्ड पर्छ। त्यस्तै विष्णु गाउँपालिका भयो, त्यसका 4वटा वडा। त्यस्तै भरतमा नगरपालिका भयो, त्यसका 7वटा वडा। र बसवरिया गाउँपालिका त्यसका 3वटा वडा। सम्पूर्ण वडाहरूमा सम्पूर्ण वडाका त्यहाँ भएका स्थानीय जनसमुदाय नेताहरू, हाम्रो पार्टी लगायत अरू पार्टीका पनि साथीहरूसँग सबैसँग मैले सल्लाह गरेको छु र सबैले यसलाई सकारात्मक रूपमा लिएका छन्। सबैको एउटै भनाइ छ, अब परिवर्तन गर्नुपर्छ, परिवर्तन चाहिन्छ, परिवर्तन आवश्यकता हो, नयाँ अनुहार चाहिन्छ। किनकि सबैलाई हामी हेरिसकेका छौँ, सबैलाई हामीले टेस्ट गरिसकेका छौँ। कसैले केही गर्नेवाला छैनन्। सबै खालि चुनाव जिते, विभिन्न बाचा गए। जस्तो पुलै बनाउनु पर्ने ठाउँमा चुनावको बेलामा गएर पुलमा के भन्छ नदीमा गएर कसम खाए, तर केही पनि पुरा गर्न सकेनन्। कसैले बिजुलीको लागि कुरा गरे, त्यो पनि पुरा भन्न सकेनन्। यहाँसम्म कि अहिलेको अवस्थामा पनि धेरै ठाउँमा तारको प्रब्लम छ, धेरै ठाउँमा पोलको प्रब्लम छ, सिँचाइको त प्रब्लम छँदैछ, होइन? शिक्षाको अवस्था त्यस्तै छ, स्वास्थ्यको अवस्था त्यस्तै छ। मान्छेले अस्ति भर्खर म गाउँमै हुँदाखेरि एक दिन पानी परेको थियो, गाउँपालिकाबाट निस्किने अवस्था थिएन। त्यो अवस्थाबाट हामी गुज्रेको भन्नुपर्दा के लाग्थ्यो भने अहिलेको समयमा पनि जब संहिता आइसकेको अवस्था छ, नेताहरू बारम्बार निर्वाचित भएका अवस्था छन्, यो अवस्थामा पनि गाउँबाट बाहिर निस्किन नसक्नु, त्यो पनि एक दिनको पानीमा भनेपछि कति विकट हामी रहेछौँ। बिजुलीको अवस्था पनि त्यस्तै अवस्था छ। हल्का के भन्छ हावा जस्तो या अलिकति मौसम खराब भयो कि पुरै लाइन काटिहाल्ने, घन्टौँ घन्टा लाइन काट्ने। अब सिँचाइ त्यस्तै छ, होइन? अस्ति अब एउटा त यसपालि प्रकृतिले पनि साथ दिएन, समयमा वर्षा भएन, त्यसले गर्दाखेरि तपाईँको उत्पादनमा धेरै गाह्रो भयो। र जुन किसिमले त्यहाँ उत्पादनमा सिँचाइको व्यवस्था गर्नुपर्थ्यो, जुन कृत्रिम सिँचाइको व्यवस्था गर्नुपर्थ्यो, बोरिङहरूको व्यवस्था गरिदिनुपर्थ्यो, दमकलहरूको व्यवस्था गर्नुपर्थ्यो, त्यो पनि गर्न सकेको अवस्था छैन। त्यहाँ भएका उब्जाहरू छन्, त्यो कहाँ पठाउने त? त्यो पनि छैन। यो भनौँ न, एउटा हामी सौभाग्य भनौँ या त्यसलाई जुन रूपमा भन्नुहोस्, एउटा नगदी बालीको रूपमा त्यहाँ हाम्रो उँखो खेती हुन्छ। त्यो बाहेक कुनै पनि बालीको अवस्था र फसल राम्रो हुने र फसलबाट राम्रो आम्दानी हुने त्यो अवस्था छैन। युवाहरू पनि त्यस्तै छन्। अब युवाहरू मानौँ बेरोजगार छन्, बेरोजगार युवाहरूलाई त्यसको लागि कल कारखाना उद्योग धन्दाको कुरा छ,
त्यो पनि छैन। पर्यटनको लागि केही कुराहरू छन् त्यो पनि छैन। भनेपछि क्षेत्रको जनता अहिलेको अवस्था हेर्ने हो भने पूर्ण रूपले निरीह अवस्थामा छन्। भोट दिन्छन् तर निरीहताले के गर्ने त, कसलाई भोट दिने त, यिनीहरू नै खरा हुन्छ। अब अरू कसले विकल्प, जबसम्म विकल्पै हुँदैन जो उम्मेदवार हुन्छ मान्छे त्यसलाई नै भोट दिने हो। त्यही भएर निरीहताको अवस्थामा क्षेत्र गुजिरहेको अवस्था छ। तर अघि जुन इङ्गित गर्नुभयो 3 चोटि होइन 4 चोटि उहाँ सांसद भएको अवस्था, एकचोटि मनोनित 3 चोटि लगातार अहिले पनि सिटिङ एमपी हुनुहुन्छ र जो सांसद हुनुहुन्छ। तर उहाँ एमपी हुनुहुन्छ तर जनताहरू निराश छन्, ठाउँ ठाउँमा उहाँहरूकै विरोध गरिरहेछन्। अस्ति भर्खर हाम्रो कुलमानजी पुल हेर्न जानुभएको थियो, उहाँकै अगाडि उहाँको विरोध गरे युवाहरूले। भन्नुको अर्थ के हो भने विरोध मान्छेले त्यतिकै गर्दैनन्, कहीँ न कहीँ भित्र पीडा हुन्छ मान्छेको। कोही पनि जनता चाहँदैन कि म कसैलाई विरोध गरौँ, कसैलाई गाली दिउँ, कसैको बारेमा गलत बोलौँ। किनकि त्यो बोल्ने भनेको पीडा बोल्ने हो, त्यो बोल्ने भनेको वार्ताले बोल्ने हो। त्यो भएर जनताले जुन एक किसिमको भन्ने भने बधुवा मजदुर बनाएर राखेको अवस्था छ त्यहाँनिर। भोट लिने र 5 वर्ष बिर्सिहाल्ने, र फेरि के सोच्ने, अन्तमा जान्छु, मसँग पैसा छँदैछ, पावर छँदैछ, फेरि म चुनाव जितिहाल्छु, फेरि म भोट लिइहाल्छु। चाहे पैसाको बलमा लिनु परोस्, चाहे पावरको बलमा लिनु परोस्, चाहे जुनसुकै बलमा लिनु परोस्, मसँग छ, म लिइहाल्छु। तर यसपालि चाहिँ अहिले भर्खरका युवाहरूको आन्दोलन भयो, चाहे जनताका जुन एउटा एक किसिमको आक्रोशित अवस्था छ, एक किसिमको तनावपूर्ण अवस्था छ, एक किसिमको निरीहताको अवस्थाले जुन जनताहरूमा एक किसिमको निराशा छाएको अवस्था छ, र भित्रीबाट मुखले नबोले पनि भित्री मनबाट जुन एउटा विद्रोही भावना क्रिएट भएको छ, सृजना भएको छ, त्यो भावनाले मलाई के लाग्छ भने यसपालि जनताहरूले परिवर्तन गर्छन्। यसपालि जनताहरू त्यही पैसा त्यही पावरको हिसाबले जबरजस्ती कसैले होइन मलाई नै भोट दे, मलाई नै भोट दिने एउटा माहौल भनौँ न, जातीय द्वन्द्व गराएर चाहे विभिन्न गराएर खोजिरहेको हुन्छन्। पैसा मासुको बलमा पनि त्यो खास गरी जितिन्छ भन्ने छ नि एउटा। त्यही त मैले अघि त्यही भन्दै थिएँ कि पैसाको बलमा होस् या बलको बलमा होस् या प्रशासनको बलमा होस्, होइन, या जुनसुकै बलमा म जान्छु र जितेर आउँछु, 5 वर्ष म केही पनि गर्दैन, तर अन्तमा जान्छु र म जितेर आउँछु, किनकि म त्यहाँ जनतालाई डिभाइड गरिदिएको छु, जनताले म आफ्नो पक्षमा ल्याइदिएको छु, विभिन्न कुराहरू स्ट्यान्डहरू गर्छु, फेरि जनता मलाई भोट दिनै हाल्छन् भन्ने जुन भनाइ थियो नि, त्यो यसपालि लागू हुँदैन। यसपालि हाम्रो क्षेत्रमा कुनै पनि स्ट्यान्ड चल्नेवाला छैन। यसपालि हाम्रो क्षेत्र कुनै पनि पैसावाद चल्नेवाला छैन। हाम्रो क्षेत्र कुनै पनि जातीयवाद चल्नेवाला छैन। यसपालि जनताले स्वविवेकले, किनकि जनताको प्रत्येक जनताको मनमा एक किसिमको विद्रोह सृजना भएको अवस्था छ। किनकि यत्रो बारम्बार जिताए तर पनि क्षेत्रमा केही पनि विकास भएको छैन। न रोजगारीको अवस्था छ, न स्वास्थ्यको राम्रो अवस्था छ, न राम्रो शिक्षाको अवस्था छ। या मलाई केही परिहाल्यो भने मेरो लागि हेर्ने कसले हो त? सरकारको जुन सरकारको उपस्थिति भनेको त त्यहाँको जनप्रतिनिधिहरूले देखाउने हो। त्यो जनप्रतिनिधिहरूले सरकारको त्यहाँ उपस्थिति नै गराउन सकेको छैन। त्यो त यसरी बुझ्नुहोस् कि एउटा सौभाग्य बुझ्नुहोस् कि हामीले मधेसवादी पार्टीहरूले भनौँ न संहिताको कुरा गर्यो र संहिता आएको अवस्था छ, र संहिता आएपछि कमसेकम गाउँ गाउँसम्म अलिअलि भयो भने बजेट गएको अवस्था छ, थोरै भयो भने काम भएको अवस्था छ। हुन त जहाँ हाम्रो मेयर थिए त्यहाँ धेरै बच्चाहरू पनि भनौँ न जेनदार बच्चाहरू डक्टर पनि फ्रीमा पढेको अवस्था छँदैछ। त्यो विगतका कयौँ पालिकाको उदाहरण सबैको सामु आएकै छन्। तर त्यो हाम्रो पालिकामा जाने हो भने या हाम्रो क्षेत्रमा हेर्ने हो भने त्यो कुनै पनि कुराको आभास भएको छैन। त्यो सानो भनौँ अलिकति जुन विकास भएको छ त्यो संहिताले गर्दा भएको छ, त्यो मधेसवादी पार्टीहरूले गर्दा भएको छ। त्यो जुन जनप्रतिनिधिहरू जितेर गए त्यहाँबाट, त्यो जनप्रतिनिधिहरूले उल्लेखनीय किसिमले त्यस्तो भन्ने, ल मैले फलानाले एउटा उद्योग खोलिदियो, या फलानाले 200-500 जनालाई रोजगार गराइदियो, या फलानाले गर्दाखेरि स्कुलमा कमसेकम शिक्षाको वृद्धि भयो, लोकसभामा बढी मान्छेहरू नाम निकाल्न सफल भए, या स्वास्थ्यको यस्तो राम्रो गरिदियो कि त्यहाँ भनौँ न केही पर्दाखेरि कतै बाहिर जानु नपर्ने अवस्था छैन, त्यही हामीले त्यही स्वास्थ्यको ट्रिटमेन्ट गराउने अवस्थामा छौँ। त्यस्तो कुनै पनि उल्लेखनीय काम भएको अवस्था छैन। पूर्ण रूपेण निरूपणको अवस्था छ। त्यो निरूपण हटाउनको लागि म उम्मेदवारी दिन गइरहेको छु। त्यो निरूपण हटाउन म खोजिरहेको छु। र म फेरि कस्तो मान्छे हो भने म आज चुनाव लड्नको लागि गइरहेको छैन। म त त्यहाँ विशुद्ध रूपले 20 वर्षदेखि काम गरेको मान्छे हो। एउटा मतलब पार्टीकै कुरा गर्ने भने साधारण सदस्यदेखि पार्टीको महासचिवसम्म पुगेको मान्छे हो। त्यो गाउँ गाउँको गली गली मलाई थाहा छ, त्यहाँको दुःख सुख मलाई थाहा छ, प्रत्येक पीडाहरू मलाई थाहा छ। र म अब के चाहन्छु कि त्यो पीडाहरूलाई कमसेकम जनमानससँग साथसाथमा बसेर उहाँहरूको पीडा र मेरो पीडा हाम्रो एउटै पीडा हो। त्यो एउटै पीडालाई सँगसँगै हातौँमालो गरेर कसरी हटाउन सकिन्छ, कसरी निर्मूल पार्न सकिन्छ, कसरी खत्तम पार्न सकिन्छ, क्षेत्रलाई कसरी राम्रो कमसेकम राम्रो भाइबको आभास दिलाउन सकिन्छ, त्यो गर्ने मेरो सोच हो। र म धेरै कुरा वाचा गर्नुभन्दा पनि एक टर्म जितिसकेपछि त्यसको 5 वर्षमा आभास हुन्छ त्यहाँको समुदायलाई। तपाईँ सबैले आभास हुन्छ कि मनिष मिश्रालाई चुनाव जितेपछि के गर्यो क्षेत्रलाई। मैले बोल्नुभन्दा पनि त्यहाँ जनताले बोलोस् न। म त त्यो चाहन्छु, मलाई जनताले बोलोस्। म जनताको नेता हो, म सेवक हो। त्यो जनताहरूको नेता भन्दा पनि म सेवा गर्न रुचाउँछु। म जनताको त्यहाँ सेवक हो। म चाहन्छु कि म सेवा गरौँ। र सेवा अहिले पनि म गरिरहेको छु।
भोलि पनि म गर्छु, पर्सि पनि म गर्छु, चुनाव जिते पनि गर्छु, नजिते पनि गर्छु। तर जितेपछि के हुन्छ कि पार्लियामेन्टमा प्रतिनिधि सभामा त्यो कुरा राख्ने मौका पाइन्छ। जितेन भने अहिले पनि म गरिरहेको छु। अहिले पनि त्यहाँ ठुलो सब स्टेसन त्यो क्षेत्रमा बिजुलीको समस्या थियो। सबभन्दा ठुलो सब स्टेसन गरैयामा 40 करोडभन्दा माथिको लागतमा त्यो बेला उमा कान्छा मन्त्री हुनुहुन्थ्यो, केन्द्रमा ऊर्जा मन्त्री, र त्यो बेलामा दिपेन्द्र द्विवेदी त्यहाँको हाकिम हुनुहुन्थ्यो, विद्युतको हाकिम। उहाँसँग सोध्नु होला, दिपेन्द्र द्विवेदी म कैयौँ पटक भनौँ न त्यहाँ प्रयास गरेर उहाँले बारम्बार भनेर कागजपत्रहरू के सहयोग गर्नुपर्छ सब गराएर अनि त्यो सब स्टेसन लिएर जान सफल भए। आज त्यो सब स्टेसन गर्दाखेरि केही बल्ला नगरपालिका होस् या रामनगर गाउँपालिका होस्, कमसेकम बिजुलीको अवस्था त्यहाँ राम्रो भएको अवस्था छ। नत्र पहिला लालबन्दीबाट विद्युत आउँथ्यो र कुनै पनि ठाउँमा पोल ढल्नु भनेको टोटली त्यो क्षेत्रै विद्युत क्रप्स हुने अवस्था थियो। त्यस्तै तपाईँको मेरै पालिकामा प्रदेश सरकारबाट खानेपानी लगेको अवस्था छ। अहिले खानेपानी टङ्की करोडौँको बजेट भनौँ 10 करोडभन्दा बढीको बजेट छ, त्यहाँ ठाउँमा खानेपानी टङ्की बनिरहेको अवस्था छ। कैयौँ ठाउँमा मैले त्यो रोडहरूको सुरुवात स्थानीय बनाएको थियो, धेरै ठाउँमा रोडहरूको गाह्रो अवस्था थियो। कहीँ ठाउँमा मैले त्यो रोडहरूको काम बजेट लगेर त्यहाँ काम गराइदिएको अवस्था छ। धेरै कुराहरू मैले क्षेत्रमा तपाईँको हाम्रो गाउँमा कस्तो थियो भने, मेरै गाउँको कुरा गर्ने भने मेरो गाउँ तपाईँको चारैतिरबाट नदी छ, बागमती नदी छ र मनुष्यमारा नदी छ, गाउँको लगभग चारैतिरबाट छ। त्यो गाउँमा प्रत्येक बर्खामा तपाईँको मान्छेहरूको भनौँ न त्यो टाउकोमा हात हुन्थ्यो, कुन बेला के हुने हो थाहा छैन, कुन बेला बाढ टुट्ने हो, कुन बेला बाढी आउने हो, लगायतको एक किसिमको सशङ्कित अवस्था थियो। अब मैले त बाढलाई बलियो बनाउनको निम्ति त्यहाँ बोल्डर जाली यताउति काम गर्नुपर्छ, त्यो करोड अर्बको लाग्छ। त्यसको लागि फेरि त्यो MP लेभलकै या प्रतिनिधि सभामा चुनाव जितेकै अलिकति त्यो लेभलको मान्छे, त्यो लेभलको नेता पार्लियामेन्टमा आवाज उठाएको भए सायद त्यो पुरा हुन्थ्यो होला। तर हाम्रो लेभलबाट त्यो भ्याइने अवस्था थिएन। हामीले के गर्यौँ, त्यो धारै चेन्ज गर्न लगाइदियौँ। सानो बजेट व्यवस्था गराएर अनि त्यो धारले के गर्यो बिचमा लगिदिउँ। बिचमा लग्दाखेरि के भयो कि अब पानी त आउँछ, पानी त भरिन्छ, तर फोर्स चाहिँ त्यो हाम्रो गाउँतिर जुन पहिला फोर्स थियो, तोड्ने अवस्था थियो, त्यो तोड्नेबाट थोरै भए नि बचेको अवस्था छ। त्यस्तै तपाईँको धेरै ठाउँहरूमा ग्रेभेलको, धेरै ठाउँमा गर्ने सिँचाइको योजनाहरू अल्पत्र अहिले माननीय मोहन ठाकुरजीले सुरु गर्नुभएको 81 नदीमा जुन सिँचाइको योजना थियो, त्यसलाई हामीले के भन्छ बाँध थियो, जो त्यो सिँचाइको योजना जुन तपाईँको हाम्रो उतातिरको क्षेत्रको धनगढ गाउँपालिकाको मन्याथपुरको छेउमा पर्छ, त्यो सिँचाइ योजना कम्प्लिट भएको भए सायद रामनगरको जनता, आज बल्ला नगरपालिका केही जनताहरू होइन, धनगढकै केही छुटौल लगायतका केही छुटौल बैरिया लगायतका जुन गाउँहरू छन्, त्यो गाउँहरूको सिँचाइको प्रोपर म्यानेजमेन्ट हुन्थ्यो, प्रोपर राम्रो व्यवस्था हुन्थ्यो। तर त्यो पनि आज यत्रो दिन बितिसक्यो। माननीय मोहन ठाकुरजी मलाई लाग्छ त्यो पहिला नै 64 भन्दा पहिला नै त्यो योजना राख्नु भएको हो, तर अहिलेसम्म त्यो योजना कम्प्लिट भएको अवस्था छैन। कति दुर्भाग्यपूर्ण अवस्था छ। र जहाँको त्यहीँ छ। र त्यो योजनालाई मान्छेले त्यहाँको पालिकाहरूले भनौँ न के भन्छ त्यो खाने भाडो बनाएको छ। प्रत्येक साल त्यही बाँध बाँध्छु भनेर 40 लाख 50 लाख रुपियाँ निकाल्छन्, 10 लाख 5 लाख खर्च गर्छन्, बाँकी सबै गोजीमा हाल्ने अवस्था छ। कति दुःखदायी अवस्था छ। आखिर त्यो पैसा जानु भनेको त त्यो गाउँकै बजेटमा बाट जानु हो, विकास बजेटबाटै खर्च हुनु हो। त्यो पैसाले कमसेकम अरू केही काम गर्न हुन सक्थ्यो। त्यहाँ थुप्रै यस्ता छन्, सानो कुराहरू छन् जो 20 लाख 30 लाख 40 लाख 50 लाखले पुल बन्ने अवस्था छ। हाम्रै गाउँको मनुष्यमारा ब्यारेज छ, त्यो तलको एउटा पुल बन्ने 50 लाखमा त्यो पुल कम्प्लिट हुने अवस्था छ, त्यो पनि भएको अवस्था छैन। त्यस्तै अस्ति हामी विष्णु गाउँपालिकामा गएको थियौँ, त्यहाँ धेरै जग्गा यस्ता छन् सिँचाइको प्रोपर अभावले गर्दाखेरि बरु त्यहाँको पानी त्यतिकै बगेर इन्डियातिर गइरहेको थियो, त्यो सिँचाइको प्रोपर म्यानेजमेन्ट नभएको गर्दाखेरि आज त्यहाँको जग्गाहरू बिहो जग्गा होइन 500 बिघा जग्गा त्यहाँ भन्दै थिए हाम्रो विष्णु गाउँपालिकाका साथीहरूले, त्यहाँको जनसमुदायहरूले कि 500 भन्दा बढी बिघा जग्गा त्यतिकै बन्जर भएको अवस्था छ, प्रोपर त्यहाँ सिँचाइको म्यानेजमेन्ट नभएको कारणले गर्दाखेरि। भनेपछि तपाईँ कुरा गर्नु दिनभरि बित्छ, तर अब भन्नको लागि चाहिँ हुन्छ नि, ल फलानु नेता हुँदाखेरि या फलानु मान्य हुँदाखेरि यो क्षेत्रमा यो काम भयो, अहिले तपाईँले गाउँमा भन्नुहुन्छ भने मैले त केही पनि देखाएको छैन। हुन त त्यहाँको जनसमुदायलाई भन्नु नै हुनेछ, तर पनि मैले गाउँमा गएर सोधेँ फलानु साथीहरू या फलानु पार्टीका नेताहरू यत्रो यत्रो दिनदेखि मान्य बन्नुभयो, चौसर पनि एउटा पार्टीको नेता मान्य हुनुभएको थियो, 70 देखि लिएर 70 74 79 सबैमा मान्य हुनुभएको छ। के फाइदा भएको छ त? केही राम्रो केही भएको छ? साथीहरूसँग केही जवाब छैन, केही पनि भएको अवस्था छैन। भनेपछि यो अवस्थाबाट हामी गुज्रेको अवस्था छ। त्यही भएर मैले म के चाहन्छु कि मैले प्रण गरेँ अब होइन, अब यसपालि ठिक छ, हिजोसम्म कोही क्यान्डिडेटहरू त्यति राम्रा थिएनन् होला उहाँहरूको नजरमा या विभिन्न कुराहरू होला, तर अब कमसेकम हामी क्यान्डिडेटै दिएनौँ भने कसलाई भोट दिने त? फेरि जो क्यान्डिडेट हुन्छ मान्छेले भोट उसलाई नै दिनुपर्ने अवस्था हुनसक्छ। त्यही भएर यसपालि चाहिँ परिवर्तन गर्नलाई हामी आफै अगाडि बढ्नुपर्छ। र त्यो अगाडि बढ्नको लागि म गाउँमा गएँ, सबैसँग सल्लाह सुझाव गरेँ र सबैको सकारात्मक सुझाव आयो। त्यही भएर म अगाडि बढेको अवस्था छ। र जुन तरिकाको सकारात्मक सुझाव थियो, मैले घुम्न जाँदाखेरि त्यही कुराको सबैको हौसला एउटा आभास
एउटा सुखद क्षण र पोजिटिभ भाइब मैले पाएँ। सकारात्मक भाइब पाएको कारणले गर्दाखेरि म उत्साहित भएर अगाडि बढेको अवस्था छ। हजुर, तपाईँले जसरी जुन समस्याहरू भन्नुभयो अथवा केही कामै भएको छैन जुन भन्नुभयो तपाईँले, तपाईँ सांसद भएपछि तपाईँ आफ्नो कार्यकालमा के गर्नुहुन्छ, तपाईँको जुन एउटा ड्रिम प्रोजेक्ट हुन्छ नि, म खासमा यो कुरा केही नभए पनि कम्तीमा बुदागत के कुरा गर्नुहुन्छ तपाईँ? हेर्नुहोस्, सबैभन्दा कस्तो हुन्छ भने नि, जुन अहिलेको हाम्रो क्षेत्रको जुन अवस्था छ, त्यो क्षेत्रको अवस्थालाई राम्रो गर्नको लागि नम्बर 1 काम भनेको शिक्षा हो। किनकि शिक्षा राम्रो भयो भने त्यसले धेरै कुरा निर्धारण गर्ने गर्छ। जस्तो म तपाईँलाई उदाहरण दिन्छु कि हामीले बच्चाहरूलाई के गरिदिन्छौँ, अहिले चोरी गराइदिन्छौँ या विभिन्न कारणले चोरी हुन्छ, गार्जियन खुसी हुन्छ, बच्चाले सर्टिफिकेट पाउँछ। चिट चोरी गरेर चोरी गरेर भनौँ न, विभिन्न किसिमको त्यहाँको जुन माहौल छ, त चोरी गरेर डिग्री त लियो, तर त्यही बच्चालाई हामी लोकसेवामा जब फाइट गर्न भन्छौँ त सक्दैन। अनि गार्जियन त खुसी हुन्छ कि मेरो बच्चा इन्टर पढाएको छ, मेरो बच्चा ब्याचलर पढाएको छ, मेरो बच्चा मास्टर्स पढाएको छ या एसएलसी पास छ, तर रिजल्ट के आइरहेको हुन्छ कि त्यो बच्चा कम्पिट गर्न सकिरहेको हुँदैनन्। पढाइ पनि साक्षर त भयो, डिग्री त छ, तर रिजल्ट आएको हुँदैन। सबभन्दा पहिलो कुरा त्यो चिट चोरी जुन कुरा छ, त्यो चिट चोरी कुरा रोक्नु पर्यो। अर्को कुरा के हो भने विभिन्न स्कुलहरूमा अहिले पनि शिक्षकको अभाव छ। शिक्षकको कस्तो भएको छ भने हामी के भन्छौँ, ठिक छ क्षेत्रकै मान्छेलाई ग्राह्यता दिनुपर्छ, पालिकाकै मान्छेलाई ग्राह्यता दिनुपर्छ, त्यो राम्रो कुरा हो, तर पालिकाको कम्पिटेन्ट मान्छेलाई ग्राह्यता दिनुपर्छ, पालिकाको सक्षम मान्छे। किनकि एउटा शिक्षकलाई धेरैको भविष्य सुधार्ने गर्छ। त्यो शिक्षकमा निगरानी गर्नु, बरु इक्जाम राम्रो लियोस्, पालिकाकै दिनुहोस्। कुनै पनि जस्तो मानौँ पालिकाकै मान्छे दिनको लागि पालिकामा हामीले भ्याकेन्सी खोल्दाखेरि पालिकाको 10 जनाको हामी इन्टरभ्यू लिउँ न, 20 जनाको इन्टरभ्यू लिउँ न, एउटै सिट छ भने त त्यसमा कम्पिटलाई दिएपछि त्यसले राम्रो बच्चा उत्पादन गर्ने गर्छ। हामी कहाँ फसिरहन्छौँ कि हामीले आफ्नो मान्छे भनेर त ठाउँमा दिइदिन्छौँ, अब उसले के गर्छ, उसले राम्रोसँग पढाउन सक्दैन। एउटा टिचरले गर्दाखेरि धेरै बच्चाहरूको भविष्य बर्बाद भएको अवस्था हुन्छ। र भोलिको दिनमा जुन गार्जियनले उसले बनाएको हुन्छ टिचर, जुन गार्जियनले उसलाई ठाउँ दिएको हुन्छ, त्यो गार्जियनको बच्चाहरू चाहिँ भनौँ न अगाडि बढ्न सकिरहेको अवस्था हुँदैनन्। त पहिलो कुरा के भने शिक्षामा सुधार हुन धेरै अवस्था छ। अहिले स्थानीय सरकारहरू बनिसकेपछि या जुन किसिमले संहिता गइसकेपछि अहिले हामी के हेऱ्यौँ कि भौतिक पूर्वाधार लगभग सबैसँग ठिकठाक अवस्था छ। केही टेक्निकल कुराहरू छन् जो मिलाउनु पर्ने छ। र शिक्षाको एउटा शिक्षक भर्ना भयो जो अपुग छ, जो हुन त नेपाल सरकारकै सम्पूर्ण शिक्षक पुरा गरेको अवस्था छैन, तर पनि स्थानीयले चाहेको खण्डमा आफैले तलब दिएर पनि राख्ने अवस्था छ। किनकि स्थानीय आफैमा सरकार छ, प्रदेशले व्यवस्था गर्न सक्छ, त्यो सरकार छ। हो, त्यो शिक्षाको लागि म ठुलो किसिमले एडभोकेसी चलाउँछु। प्रदेशदेखि भनौँ न जुन कानुनी सरकारवाला ठाउँहरू छन्, चाहे पार्लियामेन्टदेखि लिएर जहाँसम्म जानुपर्ने छ त्यहाँसम्म हामी जान्छौँ। पहिलो कुरा मेरो के हो भने कम्पिटेन्ट शिक्षक त्यहाँ आउनु पर्यो र त्यो शिक्षकलाई दक्षतालाई अझ वृद्धि गर्नको लागि त्यो शिक्षकलाई दिनुपर्ने जुन तालिमहरू छन्, जुन ट्रेनिङहरू छन्, जुन शिक्षक गुणस्तर बढाउनु पर्ने जुन कुराहरू छन्, त्यसमा हामी जोड दिनु पर्यो, पहिलो कुरा। अर्को कुरा के हुन्छ भने अब अर्को कुरा भयो समृद्धिको कुरा। समृद्धि भनेको कस्तो हुन्छ नि, जबसम्म जनताको सेभिङ यानि कि बचत बढ्दैन तबसम्म समृद्धि हुँदैन। हाम्रो अवस्था के छ भने हामी जति पैसा कमाउँछौँ त्योभन्दा बढी हाम्रो लोन भइसकेको हुन्छ। कारण के भने सबभन्दा बढी खर्च हाम्रो स्वास्थ्यमा भइरहेछ गाउँतिर। अब केही हल्का केही भइहाल्यो कि अब त्यहाँ उपाय छैन, अनि कहाँ जान्छ, हाम्रोतिरको मान्छेहरू प्रायः इन्डियातिर जान्छ। इन्डियामा सीतामढी भयो, अरू ठाउँ के भन्छ मेजरगञ्ज भयो, अरू ठाउँ पटनासम्म भयो, अरू जान्छन्। अब त्यो इन्डियाको स्वास्थ्य अवस्था कस्तो छ भने एउटा डक्टरले एउटा कम्पाउन्डर राखेको हुन्छ र एउटै घरमा क्लिनिक खोलेको हुन्छ, डक्टर एकजना मात्र हुन्छ चाहिँ। हाम्रो जस्तो नेपाल जस्तो पुरै एउटा हस्पिटलमा 10 थरीको डक्टर हुने त्यो त्यहाँ अवस्था हुँदैन। त्यहाँ एउटा डक्टरले एउटा चलाएको अवस्था हुन्छन्। त्यो पैसा एउटा त हामी इन्डियामा गयौँ। अर्को कुरा के भने हाम्रो यहाँ पैसाको करेन्सीको भ्यालु पनि कम छ। अब यहाँको 1 लाख पैसा त्यहाँको लगभग 62-62 रुपियाँ जति भनौँ, 62,000 जति हुन्छ। 1 लाख भने चाहिँ 100 भनेको 62 रुपियाँ जति हुन जान्छ होइन। अब पैसाको भ्यालु पनि कम छ। त त्यो पैसा भनेको त्यहाँको पैसाको रेसियो यहाँको पैसा रेसियो भए बढी पैसा जाने। अर्को कुरा के जति हामीले इन्कम गर्न खोजिरहेको हुन्छौँ या खोज्छौँ या गर्छौँ, त्योभन्दा बढी पैसा एकचोटि 2चोटि 3चोटि घरमा कुनै बिरामी भयो भने त्यो पैसा तपाईँ त्यतिकै जान्छ। मान्छेको सेभिङ बढ्दैन। हामी यहाँ के चाहन्छौँ कि जब स्थानीय सरकार छ, प्रादेशिक सरकार छ, केन्द्रीय सरकार, 3 तहका सरकार छ, हामीले राम्रोसँग प्रयास गर्न सक्यौँ भने बेसिक जुन कुराहरू छन् मान्छेको, ठिक छ ठुलो रोगको उपचारको लागि गाह्रो होला, ठुलो रोग जस्तो क्यान्सर यताउतिको लागि धेरै विशेषज्ञहरूको आवश्यकता होला। सानसानो कुराहरू घाउ भयो, खटिरा भयो, माइनर अपरेसनहरू भयो, माइनर ओटीहरू भयो, त्यो भनौँ फिभर भयो, कोल्ड भयो, सानसानो जुन कुराहरू छन् त्यसको लागि कमसेकम प्रयास होस् निःशुल्क। इनकेस निःशुल्क भयो भने मिनिमम शुल्कमा होस्। त्यो कुरा अगर हामी गरिदियौँ भने त्यो के हुन्छ कि जुन 1 लाख रुपियाँ वर्षेनी या 2 लाख रुपियाँ वर्षेनी जुन खर्च गर्नुपर्ने अवस्था छ स्वास्थ्यमा, त्यो फुवात्तै खर्च
उसको स्वास्थ्य पनि ट्रिटमेन्ट भयो र पैसा खर्च घटिसकेपछि अहिले भएका जो इन्कम छ र त्यसमा खर्च भएन भने त्यो मान्छेको सेभिङ बढ्छ, बचत बढ्छ र बचत बढ्नु भनेको त्यो पैसाले के गर्छ, घर परिवारको लुगा कपडा किन्ने गर्छन्, घर परिवारमा खुसियालीको माहौल हुन्छ, अरू फर्दर कुराहरूको बारेमा बच्चाहरूलाई ध्यान दिने गर्छन् र पैसै सेभिङै भएन भने मान्छेले चाहेर इच्छा शक्ति छ कि म आफ्नो बच्चालाई राम्रो गरौँ, इच्छा छ म बच्चालाई कपडा किनिदेऊ, इच्छा शक्ति छ कि म बच्चालाई देश विदेश घुम्न पठाउँ, तर उसको केही अवस्था बनिरहेको हुँदैनन् किनकि उसँग आर्थिक अवस्था कमजोर हुन्छ। त्यो भएर म के चाहन्छु कि शिक्षा सँगसँगै स्वास्थ्य पनि त्यतिकै महत्त्वपूर्ण कुरा हो र स्वास्थ्यलाई हामीले पूर्ण रूपेण सकिन्छ निःशुल्क, सकेन भने मिनिमम कस्टमा उसको काम कसरी होस् र कमसेकम त्यो क्षेत्रको जनता बाहिर जानु नपरोस्, त्यो क्षेत्रमै टिकोस्, केही पनि पढिहाल्यो भने क्षेत्रमा जाओस् र धेरै गभर्मेन्टले पनि धेरै फेसिलिटी दिएको अवस्था छ। त्यो फेसिलिटीको हिसाबले कमसेकम उसले वर्षमा या 6 महिनामा या 3 महिनामा कमसेकम आफ्नो होल बडी चेक गराइराखोस्। त्यसले के हुन्छ, उसले थाहा भइरहेको छ कि मेरो बडीको अवस्था के छ, मेरो शरीरको अवस्था कस्तो छ, मेरो शरीरमा रोग लागेको छ कि छैन, किनकि जेनरल चेक भोलि किनकि हामी सहरमा हेरिरहेको हुन्छौँ प्रायः पैसा हुने खाने मान्छेले आफ्नो शरीरलाई चेक गराएको हुन्छ र सानै कुरा भयो भने इमिडिएट उसलाई ट्रिटमेन्ट गराएर खतम पार्छ। हाम्रो कस्तो हुन्छ चेकै गराउँदैनौँ, जब रोग लाग्छ तब चेक गराउन जान्छौँ र त्यो बेलासम्म भयावह भइसकेको हुन्छ र भयभरिको पैसा चाहिँ सिद्धिने गर्छ। त्यो भएर हामी दोस्रो कुरा त स्वास्थ्यमा र तेस्रो कुरा के भने कृषि हो। त्यो क्षेत्रलाई आमूल परिवर्तन गर्नु छ भने कृषि जति अहिले अवस्था के छ भने युवाहरू कृषिमा किनकि उत्पादन गरिसकेपछि बजारको अवस्था छैन, कहाँ पठाउने, उखु बाहेक अब उखु बालीमा अरूभन्दा अलिकति बढी पैसा आउँछ। त्यो पनि अवस्था कस्तो छ भने विगतको इतिहास थाहै छ, उखु आज दिन तर 2 वर्ष 3 वर्ष पैसा नआउने अवस्था विगतमा भएको आन्दोलनहरू थाहै छ। अहिले अलिकति ठिकठाक भएको अवस्था छ, कमसेकम मिल मालिकहरू भएका जुन सरकारबाट निकायहरू छन् त्यो अलिकति टाइट गरेको अवस्था छ। अब यसमा हामी के छ भने अरू पनि के गर्न सकिन्छ त, एउटै मिलमाथि मात्र एउटै के भन्छ सुगरमाथि के भन्छ उखु खेतीमाथि मात्र डिपेन्ड नभएर अब के गर्न सकिन्छ त, त्यहाँनिर अरू पनि बालीहरूको खोजी गर्ने जुन बालीबाट बढीभन्दा बढी उत्पादन गर्न सकियोस् र त्यसको बजार व्यवस्थापन गर्न सकियोस्। त्यसको लागि अब खेती गर्नलाई तपाईँलाई मेन पावर चाहियो, योग्य मान्छे चाहियो। अब अहिलेको अवस्था के छ कि पैसा नभएर अब हाम्रो युवाहरू जो युवा अलिक थोरै पढेका छन्, जो युवा पढे पनि जागिर पाएको छैन, त्यो सबै युवाहरू विशेष त खाडी मुलुकमा गएको अवस्था छ। खाडी मुलुकमा गएर के गर्छ, अब यहाँ एसएलसी पास छ, यहाँ +2 पास छ र खाडी मुलुकमा गएर त जो के भन्छ भरियाको काम गर्ने, लेबर काम गर्ने, 3 वर्ष गएर त्यहाँ काम गरेर फेरि फर्किन्छ नेपाल, उसको एउटा त यहाँ पढाइ हुन्छ, त्यहाँ गएर 3 वर्ष अर्कै काम गर्छन्, काम गरेर फर्किसकेपछि उसको जुन मेन्टालिटी हुन्छ, अलिकति समाजप्रतिको जुन एउटा सोच हुन्छ, सोचाइ हुन्छ, अलिकति केही गरौँ भन्ने इच्छा शक्ति त्यो पनि एउटा मरिसकेको अवस्था हुन्छ। र पैसा पनि त्यहाँ थोरै कमाइन्छ, त्यहाँ गएर त्यो लेबरमा काम गर्ने मान्छेले लाखौँको महिना कमाउने अवस्था हुँदैन, त्यहाँ 30,000 40,000 50,000 कमाएको हुन्छ। त्यो पैसा पठाउँदै फेरि यहाँ नेपालमा भन्नको लागि फ्री भिसा फ्री टिकट छ, सबैमा पैसा लाग्छ। त्यो भन्नको लागि केही छैन, तर 2 लाख 3 लाख 4 लाख पैसा दिएर मान्छेहरू गएको अवस्था हामी नै सुनिरहेको हुन्छौँ। अब हामी कसैलाई कुनै मेन पावरलाई भन्छौँ, उसले भनिदिन्छ सर के गर्नुहुन्छ, डिमान्ड हामी ल्याउनमै पैसा खर्च गर्नु पर्यो, म कहाँबाट फ्रीमा पठाउने, सरकारले यस्तो नीति बनाएको अवस्था छ। अब यस्ता कुराहरू छन्, टेक्निकल कुराहरू छन् जुनसँग हामी जुझिरहेको छौँ। हामी कसैलाई अब उसलाई पनि गाली गर्नु अवस्थामा पुग्दैन, बढी गाली गऱ्यो भने मान्छे पठाउँदैन। अब मान्छे हामी भनिदिन्छौँ, भन्छ कि अब फेल भइसक्यो, विभिन्न फेल गराइदिन्छ, मान्छे पठाउँदैन। अब गाली अब मान्छे त्यहाँ पठाउन दिएन, रोकिदियो भने हामी यहाँ अर्को उपाय छैन, अर्को विकल्प छैन, त त्यो गर्छ चाहिँ के, त्यो भएर मजबुरी छ हो। अब उसले चाहिँ कृषिमा ल मेरो कृषिमै गरेर 20,000 30,000 या 50,000 1 लाखसम्म म गाउँमै कमाउन सक्छु भनेर एउटा सोच भयो भने ऊ त मान्छे त्यहाँ जाँदैन, त्यो गाउँमै गर्छ। र गाउँमै कुनै पनि बच्चा, कुनै युवा आजदेखि कुनै काम सुरु गर्यो भने आउने 3 वर्षमा मानौ आज 20,000 रुपियाँ कमाइरहेछ, 10,000 कमाइरहेछ, त्यो 3 वर्ष 4 वर्षमा त्यो 10,000लाई उसले 50,000 1 लाख पुर्याउन सक्छ। तर विदेश गएर 50,000मै गएर फेरि फर्क्यो भने उसको न केही नेपालमा केही काम हुन्छ, न केही सोच हुन्छ, न केही विचार हुन्छ, झन् फस्दै दलदलमा फस्दै जान्छ। हाम्रो अवस्था यो भएको अवस्था छ। त्यही भएर हामी के चाहन्छौँ कि कृषिबाट युवाहरूलाई दिउँ, ट्रेनिङ दिउँ, हामी युवालाई रोकौँ र जति खेतीहरू छन् आज अवस्था के छ भने युवाहरू चाहिँ युवा अवस्थामा बाहिर जाने, भएका खेतीहरू चाहिँ बन्जर भएको अवस्था छ र फेरि ऊ त फर्केपछि ऊ पनि त्यस्तै अवस्थामा हुन्छ, विभिन्न फ्रस्ट्रेसन भएर बसिरहेको हुन्छ। यहाँ खेती त्यतिकै भइरहेको हुन्छ, आफ्नै खेत भइरहेको हुन्छ, तर त्यहाँ काम भइरहेको हुँदैन र लास्टमा देशको पनि इन्कम घट्ने हुन्छ र त्यहाँको उब्जा पनि घट्ने अवस्थामा हुन्छ। त्यो भएर त्यो युवालाई पनि रोकौँ, कृषिलाई पनि बन्जर हुन नदिउँ, त्यसलाई पनि हराभरा बनाऊँ र त्यहाँबाट यसरी आम्दानीको स्रोत क्रिएट गरौँ कि त्यो आजदेखि सुरु गऱ्यो भने आज थोरै हो र त बिस्तारै गरेर भोलिको दिनमा त्यो युवाहरूलाई के लागोस्, हो कृषि नै मेरो चाहिँ भनौँ न
भविष्यको समृद्धिको राम्रो सुनौलो अवसर छ भनेर एउटा उसलाई फिलिङ आओस्। अनि फिलिङ आएपछि नि त्यसपछि के हुन्छ कि कृषि सम्बन्धी पढाइहरू पनि मान्छेले गर्न थाल्छ, कृषि सम्बन्धी पढाइहरू पनि लेखाइ पनि बुझ्न थाल्छ, त्यस सम्बन्धी ट्रेनिङहरू पनि मान्छे एटेन्ड गर्न थाल्छ र एक किसिमको एउटा राम्रो माहौल बन्छ। यति भइसक्यो। मेन कुरा मैले अघि भने एउटा शिक्षा भयो, अर्को एउटा स्वास्थ्य भयो र कृषि भयो। यो तीनटा हाम्रो फर्स्ट स्टेजमा कम्प्लिट भइसकेपछि त्यसपछि पर्यटनको कुरा आउँछन् कि अरू बाहिरको मान्छेले क्षेत्रमा कसरी बोलाउने त, क्षेत्रमा के हेर्न त मान्छेले बोलाउने। मान्छे अब अहिले हाम्रो अवस्था के छ भने नातागोता बाहेक कोही पनि मान्छे हाम्रो क्षेत्रमा आउँदैन। मान्छेलाई केही छैन त्यस्तो। जबसम्म बाहिरको मान्छे क्षेत्रमा तपाईँको आउँदैन त्यो क्षेत्रको पर्यटकीय विकास कसरी हुन्छ त? हामीले केही न केही कुरा दिनु पऱ्यो नि त मान्छेलाई, जो हेर्नको लागि होस्, बस्नको लागि होस्, बुझ्नको लागि। र पर्यटन आइसकेपछि त्यहाँ खाना खान्छ, त्यहाँ खाजा खान्छ, त्यहाँ होटल व्यवसायहरू बढ्छ, त्यहाँको अरू व्यवसायहरू बढ्छन्। त्यो आउँदाखेरिको त्यहाँको तिनीहरू बाहिरको पैसा त्यो क्षेत्रमा भित्रिने गर्छ, त्यसले दोस्रो रोजगारको अवस्था सिर्जना हुन्छ। त्यो भएर पर्यटनको कुरा हुन्छ होइन। भन्नुपर्दा त्यहाँ थुप्रै कुराहरू छन्। अब त्यसै तपाईँको सिँचाइको कुरा आयो होइन। अब जस्तो कृषिमा युवाहरू अगाडि बढ्न थाल्यो भने त्यहाँ सिँचाइको कुरा, प्रोपर म्यानेजमेन्टको कुराहरू आउँछन्, त्यो सिँचाइको कुरा गर्न सकिन्छ। भनेपछि क्षेत्रमा प्लानिङका तहत धेरै काम गर्नुपर्ने अवस्था छ। मैले छोटकरीमा 3-4वटा 5वटा काम पुरा गरेँ, तर थुप्रै कामहरू गर्नुपर्ने अवस्था छ। र त्यसको लागि मसँग प्लान छ, मसँग भिजन छ, मसँग दृढता छ, र मसँग त्यो साहस पनि छ र इच्छा शक्ति पनि छ। हजुर, मौका मिल्यो भने म सबै देखाउने प्रयास गर्छु। तर तपाईँले तपाईँका जुन 4वटा तपाईँको खासै प्राथमिकता थियो, प्राथमिकता भन्नुभयो स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन। तपाईँ जित्नुभयो भने तपाईँसँग त्यस्तो के छ जुन तपाईँले यी कुराहरू पुरा गर्न सक्नुहुन्छ? त कसरी पुरा गर्नुहुन्छ? तपाईँको बजेट त हुँदैन। सांसद भनेको नीति नियम बनाउने हो, ऐन कानुन बनाउने। सांसदलाई बजेट चाहिँदैन। सांसद भनेको कस्तो हो भने नि, मेरो क्षेत्रको कुरा विश्वभरि म कसरी पुर्याउन सक्छु, त्यो ठुलो एउटा माध्यम छ सांसद। सांसदलाई बजेट चलाउनै पर्दैन। बजेट चलाउनु छ नि, वार्ड अध्यक्षहरू छन्, मेयरहरू छन् बजेट चलाउनको लागि, विभिन्न केन्द्रीय सरकारहरू छन्। भोलि भनेको केन्द्रमा जितिसकेपछि मन्त्री होला, त्यहाँ बजेटको कुरा हुन्छ, त्यहाँ बजेट चलाउनु कुरा हो। तर एमपी भनेको कस्तो पावरफुल हो, त्यो सबैभन्दा ठुलो पावरफुल ठाउँ हो त्यो नीति नियम बनाउने हो। एउटा सांसदले जुन नीति नियम बनाइन्छ नि, त्यो नीति नियमले लाखलाई तपाईँको समृद्धि बनाउनतिर डोराउन सक्छ। हामीले एउटा मतलब जस्तो अस्ति हाम्रै शिक्षा मन्त्रालय, तत्कालीन शिक्षा मन्त्री थियो, हाम्रो पार्टीका सांसदहरू थियो, सङ्ख्या राम्रो थियो। 64 सालमा हामीले नीति बनायौँ कि प्रत्येक निर्वाचन क्षेत्रमा एउटा साइन्स कलेज खोल्ने। त्यो बेला कस्तो अवस्था थियो भने, याद दिलाउन चाहन्छु, 65 सालको कुरा गर्दैछु, 64-65 सालको। त्यसलाई कस्तो अवस्था थियो कि महिलाहरू साइन्स पढ्नको लागि कि सदरमुकाम जान्थे कि सहर जान्थे, अरू कुनै विकल्प थिएन। तर त्यो बेला एउटा नीति के ल्याइयो कि प्रत्येक क्षेत्रमा, निर्वाचन क्षेत्रमा, त्यो बेला 6वटा निर्वाचन क्षेत्र सलाइमा हाम्रो 6मा पर्थ्यौँ। प्रत्येक निर्वाचन क्षेत्र कमसेकम एउटा साइन्स कलेज खोल्ने। मलाई लाग्छ 24 लाख होला, 24 लाख या समथिङ पैसा। त्यो बेला एउटा भौतिक पूर्वाधार थियो भने एउटा पैसालाई त्यो ल्याब यताउतिको लागि व्यवस्थापन गरेको थियो। त्यो एउटा नीतिले के भयो कि गाउँमा बसेर महिलाहरू चाहिँ भनौँ न बच्चाहरू चाहिँ तपाईँको साइन्स पढ्न पाएँ भने चाहिँ अब +2 सम्म त्यही पढ्न पाएँ। अब ब्याचलरको लागि त बाहिर गयो, या विभिन्न हिसाबले जस्तो बिहेबारी हुन्छ, बिहेबारी भइसकेपछि आफ्नो जहाँ हुन्छ त्यो तरिकाले आफ्नो अगाडि बढ्न भइ नै हाल्यो भने चाहिँ एउटा नीति, सांसदले एउटा राम्रो नीति, एउटा कृषि सम्बन्धी या सिँचाइ सम्बन्धी या शिक्षा सम्बन्धी या स्वास्थ्य सम्बन्धी एउटा राम्रो नीति बनाइदियो भने, या त्यहाँ भएका कुराहरूलाई पार्लियामेन्टमा उठाइदियो भने देश विदेश, किनकि देश यो हाम्रो जुन नेपालको जुन समस्या छ त्यो नेपालको मात्र समस्या होइन, धेरै विश्वमा यस्तो समस्या झुझेर अगाडि बढेको अवस्था छ। अहिले पनि यस्ता देशहरू छन् जसलाई ह्यान्ड टु माउथ प्रब्लम आएको अवस्था छ। अहिले पनि यस्ता देशहरू छन् जुन नेपाल जुन बेला राम्रो अवस्थामा थियो तर धेरै खराब अवस्था थियो त्यो देशहरूको। तर आज नेपाल भनौँ न अगाडि बढ्दै गर्दाखेरि त्यो धेरै अगाडि बढिसकेको अवस्था छ। त्यो देशहरू धेरै अगाडि गइसकेको अवस्था छ। जापानकै कुरा गर्नुहोस् तपाईँ होइन, धेरै त्यस्ता कुराहरू छन्। साउथ एसिया के भन्छ एसियन मुलुकको कुरा गर्ने हो भने त्यो भएर हामीसँग धेरै थुप्रै उदाहरणहरू छन्, थुप्रै प्र्याक्टिसहरू छन् जुन प्र्याक्टिसलाई हामी त्यहाँ प्रयोग गर्न सक्छौँ। र एउटा एमपी चाहियो भने क्षेत्रलाई सुमधुर के भन्छ सुगम बनाउन सक्छ, क्षेत्रलाई राम्रो बनाउन सक्छ, क्षेत्रलाई सुनहरा बनाउन सक्छ, र त्यहाँको जनशक्तिलाई, त्यहाँको जनसमुदायलाई एउटा राम्रो भविष्यको लागि एउटा आशाको किरण छ, त्यो आशा किरण दिन सक्छ। हजुर, अब खास गरी कुरा गरौँ जसरी कि अहिले मोर्चा छ जुन मधेस केन्द्रित दलहरूको, अब त्यसमा पनि तपाईँहरूको अहिले एकताको कुरा हुँदैछ। तपाईँको पार्टीका जुन छुटिएर गएका खास गरी हृदय त्रिपाठीजीको पार्टी, बिर्खेश लालजीको पार्टी, एकताको कुरा तपाईँहरूले निर्णय गर्नुभयो, सहमत हुनुभयो एकता गर्ने। के छ खास गरी त्यो एकताको अहिलेसम्म के छ
होइन प्रोसेस? एकता त उहाँको त निर्णय भइ नै सक्यो, निर्णय सक्यो। हो। अब खालि पदहरूको कुरा छ। मलाई चाहिँ 2-4 दिनमा चाहिँ पनि टुङ्गो लागिसकेको छ। त्यो अब कुन पदमा कसको, किनकि उहाँहरूले एउटा सैद्धान्तिक सहमति नै भइसकेको छ कि हामी एक भएर अगाडि बढ्ने। अब पद पोजिसनमा अब होमवर्क हुँदैछ, नेताहरूको बिचमा, पार्टी अध्यक्षहरूको बिचमा होमवर्क हुँदैछ। त्यो धेरै चाँडो त्यो टुङ्गिन्छन्। अर्को कुरा के हो भने जुन खास गरेर जुन मोर्चाका सङ्घीय लोकतान्त्रिक जुन मोर्चाका घटक दलहरू छन्, अरू पनि जुन पहिचान पक्षधर, विचार मिल्ने जुन दलहरू छन्, त्योसँग पनि हामीले एककरणका कुरा गरिरहेको छ। जसपाकै कुरा गरौँ, त्योसँग पनि हाम्रो कुरा बढिरहेको अवस्था छ। त्यो थुप्रै पार्टीहरूसँग पनि हामी कुरा गरिरहेको अवस्था छ। र जो पार्टीहरू एकता भएर अगाडि बढ्नुहुन्छ, त्यो एकता भइ नै हाल्यो। जो एकतामा आउँदैन त्यसलाई हामी मोर्चाबन्दी गरेर अगाडि बढ्छौँ। हाम्रो प्लान के हो भने यसपालिको निर्वाचनमा हामी सम्पूर्ण विचार, सिद्धान्त, पहिचान जुन पक्षधरहरू छन्, मिल्ने जुन पार्टीहरू छन्, त्यसलाई हामीले के भन्छ मोर्चा एकता प्लस मोर्चाबन्दी गरेर हामी अगाडि बढ्ने। भनेपछि यो चुनावमा खास गरी मधेस केन्द्रित दलहरू यो काङ्ग्रेस वा एमाले अथवा माओवादीसँग गठबन्धन गर्दैन, हामीहरूले त्यो मनसायमा छैनौँ। किनकि विगतको चुनावमा हामी अहिले किनकि त्यसले गर्दाखेरि हामीलाई लस भएको अवस्था छ। समानुपातिक भोट हाम्रो घटेको अवस्था छ। छोटो समयमा हामी निर्वाचनमा गयौँ, कम सिटमा चुनाव हामीले उठाएका थियौँ। तर अवस्था कस्तो हुँदो रहेछ भने त कम सिटमा चुनाव उठाउनु भयो भने त्यो अब त्यो गठबन्धनमा के हुँदो रहेछ कि भनौँ न सङ्घीय सांसदमा एउटा उम्मेदवार हुने, प्रदेश सांसदमा एउटा उम्मेदवार हुँदै, यसपालि त्यस्तो हुँदैन। यसपालि त एउटा मात्र उम्मेदवार हुन्छ। तर गठबन्धनमा भइसकेपछि मान्छेले समानुपातिक भोट जसलाई हामीले दिन्छौँ, चुनाव लडाउँछौँ, त्यसैले मान्दो रहेछ क्या। जहाँ हाम्रो उम्मेदवार हुँदैन त्यहाँ कोही चर्चै नगरिदिने, त्यो कुरै नगरिदिने, या इच्छा भए पनि त्यसको लागि माहौल नभइदिने लगायतको कुराहरू हुन्छ। त्यही भएर हामी के चाहन्छौँ कि हामी बढीभन्दा बढी सिटमा चुनाव लडौँ र हामी प्रयास गरौँ कि हामी पहिचान पक्षधर, विचार पक्षधर जुन हाम्रो सिद्धान्त मिलिरहेको छन्, तिनीहरूकै बिचमा तपाईँलाई भने जस्तै मधेस केन्द्रित दलको बिचमा कमसेकम जहाँ सकिन्छ एककरण होस्, जहाँ सकिँदैन त्यहाँ मोर्चाबन्दी गरेर अगाडि बढौँ। भनेपछि यसपालिको संसदमा यो फागुन 21 गतेको चुनाव पछाडि खास गरी मधेस केन्द्रित दलहरूको प्रतिनिधित्व बढ्छ। मधेसमा मात्रै होइन, हामी त मेचीदेखि महाकाली कुरा गर्दैछौँ। हामी के गर्दैछौँ भने मेचीदेखि महाकालीसम्म सम्पूर्ण ठाउँमा राम्रोसँग मोर्चाबन्दी गरेर चुनाव लडौँ। सकिन्छ भने काठमाडौँ पनि, किनकि काठमाडौँमा प्रत्येक क्षेत्रबाट लोसपाको उम्मेदवार आइसकेको अवस्था छ। तपाईँको पनि फेरि काठमाडौँबाट होइन, हाम्रो साथीहरूले मलाई सम्मान गर्नुभएको, उहाँहरूको एक किसिमको मप्रतिको माया छ, विश्वास छ कि तपाईँ पनि यहाँबाट आउनुहोस्। त्यो सम्मानको लागि साथीहरूलाई धन्यवाद दिन चाहन्छु होइन। तर मेरो निर्वाचन क्षेत्र सलाई 4 हो, म त्यहाँबाट चुनाव लड्छु। हस्, हाम्रो कार्यक्रममा समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। धन्यवाद रामसुखजी, समय सन्दर्भिक आफ्नो मलाई कुरा राख्ने मौका दिनुभएको, त्यसलाई धेरै धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव मनिष मिश्र।